दुःख सुख ओहो दुईटै पो यत्रो ठुल्ठुलो होइन बर गोरुहरू त्यही त ए भर्खरै किन्नु भएको ए होइन यो विद्युत सर्ट भएर त होइन कस्तो राम्रो राम्रो गोरु रहेछ कि फेरि कसको पो गोरुहरू त रुखको छारीमा चाहिँ नलुक्नु भन्छन् क्या यो चट्याङ पर्यो भने यो चाहिँ कस्तो भन्दाखेरि यहीँबाट चाहिँ तल बग्छ चट्याङ यो त अब करेन्ट जस्तै हो करेन्टले नै मार्ने हो त्यही भएर रुखको छारीमा चाहिँ कहिले ननुक्नु भनेर भन्छ होइन चट्याङ पर्दाखेरि गडाङ गुडुङ गर्दाखेरि सायद त्यस्तै भयो होला क्या यिनीहरूको है हुनु त फेरि यो होइन डाँडा क्षेत्रमा बेसी नै चट्याङ पर्छ आयो होला हौ अहिले कि कहाँ हो ए आउनुभयो र सम्पूर्ण दर्शक मित्रहरू म यतिखेर लेटाङ नगरपालिका वडा 7 को यो कुम्ले भन्ने ठाउँमा छु आज आएको यो वर्षासँगै आएको चट्याङले यहाँ चाहिँ दुईवटा गोरु चाहिँ मारेको छ यहाँ हामी देख्न सक्छौँ यो रुखको छारीमा चाहिँ दुईवटा गोरु बाँधिएको रहेछ र यो गोरुहरू चाहिँ चट्याङको कारणले गर्दाखेरि यहाँ मरेका छन् र यसको चाहिँ यो घटनाको विस्तृत यो मुजुल्का टिप्नको लागि चाहिँ यहाँ लेटाङ नगरपालिका वडा 7 को अस्थायी प्रहरी चौकीका इन्चार्जज्यू पनि यहाँ आउँदै हुनुहुन्छ निकै दुःख लाग्दो घटना यहाँ घटेको छ करिब 80-90 हजारको यहाँ चाहिँ क्षति भएको छ र यहाँ सर पनि आउँदै हुनुहुन्छ यहाँ त दुईवटा गोरु त पक्लकै पारेछ हौ सर चट्याङले त्यही त मैले पनि अहिले त्यो उसमा पोस्ट देखेँ कि अनि अब यसको के हुन्छ सर हजुर हाम्रो बाजेको नाम चाहिँ के हो बाजेको बलबहादुर दलबहादुर दलबहादुर लिम्बू होइन म त माथिबाट अहिले यहाँ बसिराख्नु भएको थियो अनि मैले अघि पोस्ट पनि देखिरहेको थिएँ त्यो उसमा लेटाङ सेरोफेरोले हालेको अनि त्यही भएर वडा सदस्य आउनु भएन दुईटै बर हो अस्सी 85 होला सर 85 होला लगभग त्यस्तै होला हौ सर अहिलेको मूल्य हेर्दाखेरि बजारको मूल्य हेर्दाखेरि
हामीले हिजो अस्ति कति जति हाल्दा हुन्छ सर? त्यही 80-85 नै हुन्छ होला हौ सर। त्यस्तै बढ्ने गोरुहरू भएकोले फेरि कलर एकदम राम्रो रहेछ क्या। दुई त्यस्तै 2 सर 2 किन भन्दाखेरि मैले त्यो धेरै चट्याङ परेर मोबाइलको त्यो सबै त्यो उहरू झिक्दाखेरि ठ्याक्कै 1:30 बजेको थियो क्या। एउटा चाहिँ मरेको थिएन अरे 4:30 मा। यो चाहिँ अलिकति पछि मात्रै मर्यो होला यो चाहिँ यसो हेर्दा। यो फेरि यो सर के हो सर? यो रुखको मुनि चाहिँ अलिक खतरै हुन्छ क्या चट्याङको लागि? होइन यसैमा यसो परेर यस्तो छड्के हानेको छ अरे क्या सर? तपाईँ कति बजे यहाँ आउनु भएको थियो? 4 बजे आउनु हुँदा 4:30 बजे। हेर्नुहोस् न पुरै यो कहीँ चोटपटक देखिन्छ? छैन कहीँ चोटपटक छैन। यो त ढलेकै भयो। यो चाहिँ यसो हेर्दा पनि अलिकति पछाडि नै रहेछ जस्तो हो क्या। पछाडि हो यो, अगाडि भयो। पेट फुल्न थालेर हैन? पेट फुलेर यो उताबाट सास। अब सर के छ यसको प्रक्रिया? अब यो मुजुल्का उठाइसक्नु भयो होइन? मुजुल्का होइन, म उता गरेर लेखिदिन्छु। ए हजुर। बिहान खबर गर्नु भयो यतै लेखिदिन्थ्यो बिस्तारै आनन्दले है, ढिलो गरेर। वडा अध्यक्ष तलतिरै झर्नु भयो होला। यता तल उर्लाबादतिर। ए अहिले ऊ आएर त्यो सरहरू आउँछ भनेर अनि उनीहरू चाहिँ तपाईँ हल गोरुको मालिक होइन? यहाँ रेखा जस्तो चाहिँ रहेछ हल्का। ए त्यो अर्कोले हानेको हो? त्यस्तो चाहिँ केही रहेनछ। यसको चाहिँ के छ? अर्कोपट्टि पल्टाउँ त? यसको पनि त केही छैन। केही छैन माथि। त्यो पनि यसले हानेर मात्रै त्यो अलिअलि चोट भएको क्या, नभए यसले अलिअलि गइले हान्छ। चोटपटक त के लागेको रहेनछ। यही के अरे मरिसकेको त आफ्नै बारी हो। यो के रहेछ? यो के यो एक खालको सर के हो यसको चाहिँ? चट्याङले त एक खालको
माथि सोलुतिर पनि प्राय जनचटिङ भइरहेको छ क्या त्यही विद्युत जस्तो एक खालको उमा झट्का मात्रै दिने मरिहाल्यो होइन त्यही त तर मान्छेलाई हान्दा चाहिँ कस्तो निलो हुँदो रहेछ निलो हुन्छ यतातिर हान्दा निलो हुँदो रहेछ अब यिनीहरूको होइन यो छाला अलिकति अब बाक्लो छ नि त त्यो भएको हिसाबले नि केही देखिँदैन त्यस्तो त होइन नै अब करेन्ट जस्तै हो ठ्याक्कै पल्टाएर Kisiban anda. Kisiban aldo abur ne na ani asyam. Chorta sai na ni.